हो महारानी। मलाई माफ गरिदिनु मुकिनी आमा। मबाट ठुलो गल्ती भयो। आज भैँसीलाई पराल दिएर फर्किँदा चिप्लेर लडेर सबै दुध शरीरभरि पत्कियो। के भन्छ यो पुतली? नौटङ्गी नगर है। घर ससुरा र छोरालाई खिर खानी भनेर दुध छोडी छोला नि। सत्य हो मुकिनी आमा। मैले दुध किन त्यसरी घर लान्थे र? खिर के हो मेरो परिवारले नाम सुनेका त छैनन्। कसरी खाउन् खिर? चुप लाग। मुखिनीसँग शिर ठाडो गरेर बोल्छस्। धेरै नगर मुखिनी। उसलाई आज उज्यालो दिएर पठा। ला डल्ला पर हेरे कि नि सगुलो चामल खानु त्यसै पाइन्छ? पहिला तेरो पहिलो घरि चुक्ता गर्ने अनि सगुलो चामलको कुरा गर्ने। ल नचल्न कति छ जानु हालेर अलि मिठो बनाऊ है बुहारी।